Hello, welcome back. It's me, Santosh Supreti. Today I will talk about student life in Korea. म चाहिँ D2 भिजामा नेपालबाट 2025मा चाहिँ कोरिया आएको थिएँ भर्खरै 3 मन्थ भयो सो अब मैले अनेस्ट रिभ्यू दिन गइरहेको छु द स्टुडेन्टको रियालिटी कस्तो छ कोरियामा होइन एज अ नेपाली स्टुडेन्ट हामीले के कुराहरूको च्यालेन्ज फेस गर्नुपर्छ के कुराहरूले हामीलाई ट्रिगर गर्छ के कुरा हामी मेन्टली प्रिपेयर भएर नेपालबाट आउनुपर्छ होइन त्यो कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट रहेछ आउनुभन्दा अगाडि जुन हामीले एक्सपेक्टेसन लिएर आएको हुन्छौँ त्यो एक्सपेक्टेसनहरू चाहिँ मिट फुलफिलमेन्ट त्यो नहुनसक्छ कतिपय स्टुडेन्टहरूले कति इच्छा चाहना आकाङ्क्षा बोकेर आएको हुनसक्छ सो फर्स्टली म के भन्न चाहन्छु भने कोरिया इट्स अनदर लेभल क्या कस्तो अनदर लेभल भन्ने हो भने यहाँ इङ्ग्लिस बोल्दैन पहिलो कुरो है यिनीहरूको आफ्नै ल्याङ्ग्वेज छ जाने नि बोल्दैन मेनी अफ द टाइम सो फर्स्ट मैले सबैलाई रेकमेन्ड गर्ने भनेकै ल्याङ्ग्वेज इज भेरी मच इम्पोर्टेन्ट मलाई धेरै टिकटकतिर पनि मलाई धेरैले सोधिरहनु भएको छ कि ल्याङ्ग्वेज नेपालमै गरेर आउने हो कि यहाँ आएर गर्दा नि हुन्छ भन्थ्यो एज अ पर्सनल रिभ्यू होइन मैले चाहिँ नेपालमा पढेर आएको थिइनँ त्यसैले मलाई लिटल बिट गाह्रो भइरहेछ सो आई एम लर्निङ डे बाई डे माई कोरियन ल्याङ्ग्वेज पहिलो क्वेसनको एन्सर रहेको छ कोरियन ल्याङ्ग्वेज इज क्रुसियल भेरी इम्पोर्टेन्ट जो पनि आउँदै हुन्छ मार्च इन्टेकमा सेप्टेम्बर इन्टेकमा कोरियन ल्याङ्ग्वेज पढेर आउनु होला सेकेन्ड आज हामीले ड्रिम कोरिया भनेर मैले धेरै टिकटकहरूतिर देखेँ ड्रिम कोरिया त ठिक छ तर यहाँ आएर हार्डवर्क चाहिँ इम्पोर्टेन्ट हुन्छ है ड्रिम देख्नु ठिक छ हार्डवर्क इम्पोर्टेन्ट छ तपाईँसँग भाषा छ तपाईँसँग फिजिकल स्पेसल्ली मैले यहाँ मेन्टल्ली वर्क भन्दा नि फिजिकल्ली वर्क गर्ने चाहिँ बढी गर्नुपर्ने चाहिँ बढी मैले देखेको छु त्यही भएर अलिकता फिजिकली पनि प्रिपेयर भएर आउनु होला आई नो नेपालमा पनि धेरै कुराहरूको च्यालेन्ज छ होइन हामी यो कुराहरू सबै भोगेर नेपालको पोलिटिक्सदेखि लगायत नेपालको भू राजनैतिक नेपालको एभ्री कुराले हामीलाई सेटिस्फाई गरेन इभन मलाई पनि सकेन सो एज अ मिडल क्लासबाटै बिलोङ गर्छु म नि त्यो भए हुनाले ठिक छ बाहिरको अपर्च्युनिटी राम्रो छ तपाईँ मेन्टली प्रिपेयर भएर आउनुहोस् भाषा सिकेर आउनुहोस् भेरी इम्पोर्टेन्ट वेलकम एकदम वेलकम छ सजिलो छ क्राइटेरिया पनि सजिलो छ होइन तपाईँले अब एज अ D2 D4 भिजाहरू होइन हरेक प्रकारको भिजाहरू अझ वर्किङमा आउनुहुन्छ भने इपिएस थ्रुबाट नै आउनु सक्नुहुन्छ आज म चाहिँ स्टुडेन्ट भएको नाताले चाहिँ म D2बाट आएको हुनाले D2बाट आउनु होला होइन के हो भने अब 3.2 GPA छ +2मा त्यो मिट हुनु पऱ्यो तपाईँलाई आउनको लागि अनि आइएसमा 5.5 नट लेस देन 5 हुनु पऱ्यो त्यो कुराहरूलाई मेक स्योर गराउनु होला आउनुभन्दा अगाडि होइन अब अरू के छ भन्दाखेरि मलाई अर्को क्वेसन धेरै आइरहेको के कोरियामा चाहिँ दाइ सेटल हुन सकिन्छ त भन्ने कुराहरूको क्वेसन पनि आएको छ अब सेटलको हिसाबले यस्तो छ अब तपाईँ पहिला D2मा आउनुहुन्छ भने पहिला ब्याचलर सकाउनुहोस् यहाँ हेर्नुहोस् यहाँको वातावरण तपाईँलाई कस्तो लाग्छ कल्चर अब नेपालको र यहाँको कल्चर धेरै फरक छ हामीले सोचेको भन्दा पनि धेरै फरक छ त्यो भएको हुनाले तपाईँलाई फेरि एक्सपेक्टेसन मिट नहुनसक्छ त्यही भएर आउनुहोस् फ्युचर भन्दा पनि अब यहाँ अर्निङको हिसाबले ठिक छ फ्युचर चाहिँ एज अ पर्सनल रिभ्यू दिनुपर्दा के हो भने म चाहिँ फ्युचर चाहिँ अलि गुड छैन नि जस्तो लाग्छ मलाई चाहिँ अनि अर्को क्वेसन के आएको रहेछ भने कति अर्न गर्न सकिन्छ त मन्थली भन्ने कुरा छ अब त्यो चाहिँ कस्तो हुन्छ भने काम पाउनु पऱ्यो अझ एउटा राम्रो कम्पनीमा भयो भने राम्रै अर्निङ होला होइन अब एज अ एजेन्टको थ्रुबाट गऱ्यो भने डेली बेसिसमा त्यो भनेको जस्तो नहुन सक्ला होइन पहिला भाषा बनाउनुहोस् अब गर्न सकियो भने 1, 1.5, 2, 2.5सम्म पनि कमाइएको स्टुडेन्टले देखिया छ होइन पैसाको हिसाबले भन्दा पनि पहिला आफूलाई चाहिँ स्किलफुल अथवा केही कुरा नेपालमा हुनुहुन्छ भने ड्राइभिङ लाइसेन्स निकाल्नु होला होइन अब यो कुराहरू सबै प्रिपेयर गरेर आउँदा पनि बेटर हुन्छ जस्तो लाग्छ मलाई अनि के कोर्समा बेटर होला भन्नुभएको छ होइन अब जस्तै ब्याचलर गर्न आउनुहुन्छ भने तपाईँलाई अब
केमा आउन सक्नुहुन्छ भने बिबिए होइन, जस्तै अब मार्केटिङको कुराहरू, सोसल साइन्सको कुराहरू, इन्जिनियरिङ, एभिएसन, बिजनेस सेक्टर, नर्सिङ सेक्टर। म चाहिँ एज अ बिजनेस सेक्टरमा आएको हुँ। म चाहिँ बिजनेस एडमिनिस्ट्रेसन गर्दैछु। अनि कस्टको कुरा पनि सोधिरहनु भएको छ, जस्तै सेमिस्टरमा कति फी लाग्छ भन्दै हुनुहुन्छ। अब तपाईँले नेपालमा आइएसमा एकदमै राम्रो स्कोर गर्नुपर्छ भने मेनी अफ द युनिभर्सिटी गिभ यु द स्कलरसिप। सो आफ्नो आइएसलाई चाहिँ बेस्ट प्रिपेरेसन गर्नु होला होइन। त्यो भयो भने तपाईँले स्कलरसिप पाउनुहुन्छ। अब स्कलरसिप पाउनुभयो भने 1-1.5 लाखबाट 4-5 लाखसम्म, अब पाउनु भएन भने त तपाईँको 3-4 लाखसम्म पनि पर्न सक्छ। सो फर्स्ट, study hard, study work. If you study well, everything will be go smooth way. Stay tuned, stay blessed. It's me Santosh. Bye bye. Next vlog ma I will definitely तपाईहरुको क्वेशन के छ त्यसलाई फेरि मैले बुझेर म नेक्स्ट भिडियोमा I will definitely work on that भन्दै आजको लागि बिदा हुन चाहन्छु। बाई। जय नेपाल।